हाम्रो क्षेत्रको मात्रै क्षेत्र भनेको क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 2 धादिङ जिल्लामा पर्याप्त मात्रामा मल छ। मल यहाँ आएर बसिरहेको छ। तपाईहरुले आएर हजुर यो डिएपी हो। अब यो मल चाहिँ पर्याप्त मात्रामा छ भनेर भन्न चाहन्छु है। मैले फेरि कुनै झुटो कुरा बोलेको छैन। यो दोस्रो लट हो। यो दोस्रो लट हैन होला, 4 पल्ट आइसक्यो मल। चौथो लट हो। 1 महिनामा 3 पल्ट आइसकेको छ। यो साउन महिनाको चाहिँ पहिलो लट भनौं न। चिठी यता छ अनि प्लस यता पनि छ मल चाहिँ। अनि यो मलको नाम के हो? चिनी मल। यो चाहिँ युरिया है। अब यहाँ छ, यो पनि टनाटन छ यहाँ। र धादिङ जिल्लामा मलको अभाव छैन है। मलको अभाव छैन। हाम्रो जो तपाईको नाम भन्दिनु त? उहाँको मलको प्रमुख हैन, उहाँले हेर्नुहुन्छ अनि व्यवस्थापन गर्नुहुन्छ। उहाँले आफै भन्नुभएको छ